यो भिडियो मेरो छोरीको लागि। तिमी हाम्रो पहिलो अनि एक्लो सन्तान, रहरले पाएको। तिमी सधैँ खुसी हुनु, दुखीको सेवा गर्ने बन्नु। तिम्रो बाबा र म सधैँ प्रयास गर्नेछौँ कि तिमीलाई कुनै पनि प्रकारको कमी नहोस्, किनकि हाम्रो संसार भनेको नै तिमी हो। तिमीले जन्मिँदा धेरै दुःख पाएकी छौ, सङ्घर्ष गरेकी छौ, र पो आज म आमा बन्नुको सुख भोगिरहेकी छु। धन्यवाद छ तिमीलाई। सानो मैले तिमीलाई हजुरबुवा, हजुरआमा, दिदी, फुपू, अङ्कल कसैको पनि माया दिन सकेको छैन। त्यसको लागि मलाई माफ गरिदेऊ है। मेरो पनि बाध्यता छ, सानो भए पनि जागिर छ, त्यसैले त तिमी र म एक्लै छौ। जागिर नगरौँ, यस्तो महँगीमा तिम्रो भविष्य कसरी सुनिश्चित गरौँ? अहिलेलाई तिम्रो हजुरबा, हजुरआमा, दिदी, फुपू, मामा, अङ्कल जे भए पनि सबै म नै छु। तिम्रो बाबासँग त कहिलेकाहीँ भेट भइहाल्छ। अहिले तिमी 1.5 वर्षकी छौ, तैपनि यति ज्ञानी छौ। यस्तै ज्ञानी हुनु है सधैँ। यो समय पछि फर्केर आउँदैन, त्यसैले तिम्रो साना साना पलहरू मोबाइलको क्यामेरामा कैद गरी यो भिडियो बनाएकी छु। पछि तिमी पनि यो भिडियो पक्का हेर्नेछौ। तिमीलाई हुर्काउनको लागि तिम्रो आमाले गरेको सङ्घर्ष पक्का बुझ्नेछौ। अहिलेलाई भिडियो लामो हुन्छ, बाँकी कुरा पछि अर्को भिडियोमा गर्छु ल। मेरी छोरीलाई मुटुभरिको माया।